जम्मा 20 मिनटको टाइम निकालेर हो दिउँसो त्यो पनि 12-13 घन्टाको ड्युटी गर्दा गर्दा पनि दिउँसोको 1 घन्टा जम्मा रेस्ट गर्ने टाइम भनेको 1 घन्टा त्यो टाइममा निकालेर एक्सर्साइज गर्नुपर्छ हेर। त्यसरी एक्सर्साइज गरेर यो लेभलसम्म पुगेको छस् न। आफूले आफूलाई नै हेर्दा गर्व गर्नु पर्यो होइन। आज म प्राउड अफ छु तँप्रति। सल्युट होइन। यत्तिको चेन्ज भयो, यत्तिको फोकस भएर, कन्सिस्टेन्सी भएर, डिसिप्लिन होइन। आफूले नै गराएको नियमलाई आफूले नै सही तरिकाले पालना गरेर हिजोको दिनमा धेरै मान्छेहरूलाई है मैले कोच गरेर हिँडेँ होइन। तर आज तैँले आफूले आफूलाई कोच गरेर आफूलाई नै यतिसम्मको चेन्ज गराएको छस् है। सायद यो भिडियो हेर्दाखेरि तँ धेरै नै चेन्ज हुन्छस् मलाई लाग्छ, मलाई आशा छ। धेरै होइन, 60 डेज ओन्ली। जुन यो कन्सिस्टेन्सी छ, जुन यो मेहनत छ, स्ट्रगल छ, सायदै कुनै मान्छेले गर्न सक्छ जस्तो चाहिँ मलाई लाग्दैन। मैले देखेको पनि छैन यस्तो है। 13 घन्टा 14 घन्टाको ड्युटीमा 1 घन्टा जम्मा रेस्ट टाइममा पनि यसरी चाहिँ वर्कआउट गर्ने है। सल्युट छ। आज यत्तिको चेन्ज पाएको छस् आफूले आफूलाई। हिजोको दिनमा कस्तो थियो है, म कस्तो थिएँ, आज कस्तो गराइसकिस् मलाई होइन। सोचले स्योर योभन्दा पनि बेटर हुन्छस् है। किनकि म मेरै सपोर्टर हो, म मेरै गाइडलाइन्स हो र म मेरै इन्सपिरेसन हो। म बाहेक पनि छ अझै एउटा मान्छे है, केटी हो, गर्ल्स हो, मबाट धेरै टाढा छ है। तर मलाई जतिखेर पनि प्रब्लम आउँछ नि, म मोटिभेसन लिनको लागि उसँग कुरा गरिदिन्छु होइन। ऊ यसरी डेफिनेसन दिन्छ, यसरी एक्सप्लेन गरिदिन्छ कि म आफूलाई गिराउन खोज्दा पनि फेरि उठ्नु मन लाग्छ होइन। सायद उसलाई त्यो मान्छेलाई एकदमै दुःख परेको भएर नि होला। त्यो मान्छेलाई देख्दाखेरि मलाई कस्तो अचम्म लाग्छ है। जुन यो मेरो मेहनत छ, त्यो मेहनत हेर्दाखेरि उसको मेहनतसँग तुलना गऱ्यो भने एकदम कम हो है। जम्मा 2-3% होला है उसको लेभलमा हिसाब गर्ने हो भने, पर्सेन्टेज निकाल्ने हो भने। उसको एउटा सानो बेबी छ होइन, एउटा केटी मान्छे। स्ट्रगल क्या होइन। अहिलेको जमानामा केटी मान्छेहरू एउटा सानोभन्दा सानो काम गर्नको लागि डराउँछ। तर त्यो मान्छेलाई बेबी हुँदा पनि होइन आफ्नो करियर बनाउँछु, साथसाथै आफ्नो बेबीको पनि करियर बनाउँछु भनेर हिँडिरहेको थियो है। सायद अहिले छैन, तँलाई पनि थाहा होला होइन। अहिले त म रिसेन्टली म त बोलिरहेको हुन्छु बेला बेलामा, हप्ता 2 हप्तामा बोलिरहेको हुन्छ। जस्ट मलाई हप्तामा एकचोटि डोज पुगिहाल्छ। यस्तो खालको इन्सपिरेसन हो उसमा होइन। अब अहिले चाहिँ तँसँग बोल्छ कि बोल्दैन त्यो त मलाई थाहा भएन होइन। तर सहजले उसको म नाम भन्दैन, म नाम तोकेर भन्दैन। यदि नाम तोकेर भन्यो भने एकैछिनको लागि मात्र हुन्छ होइन। किनकि नाम तोकेर भन्यो भने तारिफ गरे जस्तो हुन्छ होइन। एउटा त्यसको मात्र तारिफ हुन्छ। म त्यो सबै मान्छेलाई उसको त्योबाट म सबै मान्छेलाई नै भनेको छु है। एउटा बेबी हुँदा पनि साँच्चीकै के है, एउटा केटी मान्छे भएर पनि हो माइ गड, केटा मान्छेहरू डराउँछ स्ट्रगल गर्न। केटी मान्छे भएर पनि साथसाथै आफूसँग फ्यामिली नहुँदा पनि जम्मा एउटा बेबीलाई साथमा राखेर यस्तो स्ट्रगल गरेको छ है अहिले है। अब त यो भिडियो हेर्दाखेरि ऊ कहाँ हुन्छ, बोल्छ कि बोल्दैन मलाई थाहा छैन। तर अहिले अनि ऊ नै मेरो इन्सपिरेसन हो है। सुरुमा हामी नर्मली बोलेको थियौँ, थाहा नै होइन। र मैले कसको कुरा गरिरहेको थिएँ तँलाई राम्रोसँग थाहा होला। एकचोटि याद गर, बोल्नु त कतिसँग बोल्यो होइन। तर त्यस्तो मान्छे त कतै पाएको पनि छैन। साथै तँसँग बोल्दैन एउटा केटी, तेरो इन्सपिरेसन भन्ने बित्तिकै उसको पुरै ब्याकग्राउन्ड याद आउँछ होला है। सो आजको लागि यति नै। आफ्नो कन्सिस्टेन्सी, डिसिप्लिन र आफूले बनाएको नियम। कहिले कसो थके लाग्छ, रेस्ट गर्नु। कहिले कसो दुख्छ, रेस्ट गर्नु। तर छोड्ने होइन। नेभर गिभ अप, नेभर एभर गिभ अप है। यस्तो कुनै काम छैन जुन तैँले गर्न सक्दैनस् है। यस्तो कुनै कामै छैन जुन तैँले गर्न सक्दैनस् है। कसैलाई पनि
आफ्नो ताकतले झापड नहान्नु है, किनकि त्यो झापड भनेको 1-2 दिनमा सेलाउन सक्ला। तर झापड यस्तो हान्ने हो भने उसले केही नभए नि 1 महिना याद राखोस् होइन। म भन्न खोजेको सफलताको झापड हान्नु है, हातको झापड हानेर, मुखको झापड हानेर 1-2 दिन मनमा दुख्छ, गाला दुख्छ, टाउको दुख्ला, शरीर दुख्ला, तर अलि हुँदैन कि होइन। 1 महिनाको झापड चाहिँ हान्नु पर्यो है, केही नभए नि याद गरोस् न होइन। हिजोको दिन भुकिरहेको कुकुरले यस्तो खालको कमब्याक पनि लिँदा सक्दो रहेछ होइन। हिजोको दिनमा कुकुर भनेर उदाहरणमा चिनेको मान्छे आज बाघ भनेर चिनाउनु न होइन त। त्यही नै हो। अब म त हेर तँ केटा मान्छे होस्, यदि कुनै मान्छेसँग 100 रुपियाँ पनि ऋण लिन्छस् भने उसलाई ब्याजसहित नै तिर्छस् होइन। र यदि कुनै मान्छेले अपमान गरेको छ भने याद राख्, यसको बदला पनि ब्याजसहित नै तिर्ने गरेस् है। ओके, यति नै, भिडियो लङ भयो। यो भिडियो हेर्ने बेला म 100% ग्यारेन्टी दिएको छु त एकदमै चेन्ज भएको छस् है। आज 100 केजी 99 केजी। ओके, म सो गर्छु है त। तेरो वेट हेर अहिले कति छ। नर्मली यो भयो हाम्रो वेट मसिन, राम्रोसँग हेर ल। ओके ओके 100 kg